इजरायलले पुन सुरु गर्यो गाजामा भीषण सैन्य आक्रमण, कम्तीमा 130 जनाको मृत्यु। इजरायली सेनाले पहिलो चरणको युद्ध विराम समाप्त भएताकै ठूलो आक्रमण गरेको छ। दोस्रो चरणको युद्ध विराम जटिल बनिरहँदा इजरायलले भीषण आक्रमण गरेको हो। उसको आक्रमणमा परि कम्तीमा 130 जनाको मृत्यु भएको छ। हमासले 130 को मृत्यु भएको पुष्टि गरेको छ। इजरायल डिफेन्स फोर्सेस (IDF) ले हमास सम्बद्ध स्थानहरूमा हमला गरेको बताएको छ। यसै क्रममा गाजाका उपगृह मन्त्रालय प्रमुख तथा हमासका उच्च सुरक्षा अधिकारी महमुद अबु बाफा हवाई आक्रमणमा मारिएको इजरायलले बताएको छ। 19 जनवरीमा भएको युद्धविरामपछि यो गाजामाथिको सबैभन्दा ठूलो हवाई आक्रमण हो। युद्धविरामलाई लम्ब्याउने प्रयास असफल भएपछि तनाव पुनः चुलिएको छ। रामदानको पूर्व सन्ध्यामा गाजामा आक्रमणका क्रममा इजरायली वायुसेनाले ठूलो मात्रामा हमला गरेको हो। साक्षीहरूका अनुसार पवित्र रमजान महिनाको उपवासअघि बिहानको भोजन सहरी गरिरहेका बेला गाजामा विस्फोट सुरु भएको थियो। उनका अनुसार 20 भन्दा बढी इजरायली युद्धक विमानहरू गाजा सिटी, राफा र खान युनिसमाथि उडिरहेका थिए। त्यसको केही क्षणमै विमानहरूले लक्ष्यहरूमा बम बर्साएका थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षा मन्त्री इजरायल काट्जले मंगलबार बिहान आक्रमणको आदेश दिएको प्रधानमन्त्री कार्यालयको वक्तव्यमा उल्लेख छ। यस कदमको कारण हमासले बारम्बार हाम्रा बन्धकहरूलाई नछोड्ने निर्णय गर्नु र अमेरिकी राष्ट्रपति दूत स्टिभ विटकोफ तथा मध्यस्थकर्ताबाट प्राप्त सबै प्रस्ताव अस्वीकार गर्नु हो, उसले वक्तव्यमा भनेको छ। आक्रमणसँगै इजरायलले अबदेखि हमास विरुद्ध थप सैन्य बल प्रयोग गर्ने जनाएको छ। उसले गाजामा रहेका इजरायली बन्दीहरूको अज्ञात नियति सुरु भएको बताएको छ। तर हमासले अहिलेसम्म औपचारिक रूपमा युद्ध पुनः सुरु गर्ने घोषणा गरेको छैन। बरु उसले मध्यस्थकर्ताहरू र संयुक्त राष्ट्रसङ्घलाई हस्तक्षेप गर्न आह्वान गरेको छ। हाउसका प्रवक्ताका अनुसार आक्रमण अघि इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको थियो। डोनाल्ड ट्रम्पले पटक पटक सबै बन्दी रिहा नगरे गाजा नरकमा परिणत हुने बताउँदै आएका छन्। युद्धविराम लम्ब्याउने प्रयास असफल, वार्ता थप जटिल। 1 मार्चमा अस्थायी युद्धविरामको पहिलो चरण समाप्त भएपछि वार्ताकारहरू समाधान खोज्ने प्रयास गरिरहेका छन्। अमेरिकाले युद्धविरामलाई अप्रिलको मध्यसम्म लम्ब्याउने प्रस्ताव गरेको थियो, जसमा हमासद्वारा कब्जा गरिएका बन्दकहरू र इजरायलले कैद गरेका प्यालेस्टिनी बन्दीहरूको अदला-बदली समेटिएको थियो। तर वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार इजरायल र हमास प्रस्तावित सम्झौताका महत्त्वपूर्ण बुँदाहरूमा सहमत हुन सकेनन्। 7 अक्टोबर 2023 मा हमासले दक्षिणी इजरायलमा आक्रमण गर्दा 1,200 भन्दा बढी मानिस मारिए, जसमा अधिकांश सर्वसाधारण थिए र 251 जनालाई बन्धक बनाइयो। यस आक्रमणपछि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही सुरु गर्दा 48,520 भन्दा बढी मानिस मारिएको हमासले जनाएको छ। मानवीय सङ्कट बढ्दै। व्यापक युद्धका कारण गाजामा 21 लाख मानिस बारम्बार विस्थापित भएका छन्। 70 भन्दा बढी भवनहरू ध्वस्त भएका छन्। स्वास्थ्य, पानी तथा सरसफाई प्रणाली पूर्ण रूपमा ध्वस्त भइसकेका छन्। खाद्यान्न, इन्धन, औषधि र बसोबासको गम्भीर अभाव छ। मानिसहरू भोकमरीको चपेटामा परेका छन्।